हामी आज नेकपा एमाले सडकमा किन आएको छ यो कुरा सबभन्दा पहिले म तपाईहरुलाई बताउन चाहन्छु। हामी जनताको विश्वासमा निर्माण भएको पार्टी नेकपा एमाले हो। अरू पार्टीहरू पनि जनताको विश्वास लिएर नै पार्टी निर्माण हुने गर्छ। म प्रारम्भमै तपाईहरुलाई के भन्न चाहन्छु भने राजनीतिका दुईटा बाटा हुन्छन्। एउटा मान्छेलाई झुक्क्याउने, भएको चिजको विरोध गर्ने, अर्थव्यवस्थाका बारेमा नबुझाउने, समाज व्यवस्थाका बारेमा नबुझाउने, राजनीतिक व्यवस्थाका बारेमा नबुझाउने, जे भएको छ भएको चिजको विरोध गर्ने, अर्थात् भ्रममा आधारित राजनीति गर्ने, झुटो कुराको प्रचार गरेर जनसमर्थन प्राप्त गर्ने र ठुला हावादारी र उडन्ती कुराहरू गर्ने। त्यो कसरी प्राप्त हुन्छ त्यो भन्ने अनि मान्छेहरूलाई भ्रममा राखेर झुटको राजनीति गर्ने र त्यसका आधारमा जनसमर्थन प्राप्त गर्ने, शासन व्यवस्था सञ्चालन गर्ने दुनियाँभरि एउटा राजनीति यस्तो छ। अर्को राजनीति भनेको मान्छेको जीवन बुझाउने, समाजको जीवन बुझाउने, अर्थतन्त्र के हो त्यो बुझाउने, समाज व्यवस्था के हो त्यो बुझाउने, राजनीतिक व्यवस्था के हो त्यो बुझाउने, मान्छेमाथि शोषण किन हुन्छ, विभेद किन हुन्छ, कोही शासक किन बन्छ, कोही सम्पन्न किन बन्छ, कोही गरिब किन बन्छ, असमानताको सिर्जना कहाँबाट हुन्छ, मान्छेलाई खाने अवस्था कसरी सिर्जना हुन्छ, हत्या हिंसा कसरी सिर्जना हुन्छ, ठुला लुटपाटहरू कसरी हुन्छन्, विश्वयुद्ध जस्ता पनि यो संसारमा हामीले भोग्यौं नि। करोडौं मान्छेहरू मरेका छन्, तर के कारणले मरेका थिए, त्यसको परिणाम के भयो भन्दा पहिले हामीले कसैले भनिदिएका भरमा मान्छे धेरै मरेका कारणले, ठुला हात हतियार बनाएका कारणले, शस्त्रहरूले सुसज्जित भएका कारणले देशका नागरिकहरूले सुरक्षा पाउँदा रहेनछन् नि, न्याय पाइँदो रहेनछ नि। पहिलो विश्वयुद्धमा कति मान्छे मरे तपाईहरु कसैले भन्न सक्नुहुन्छ? करोडौं भनिएको छ। दोस्रो विश्वयुद्धमा कति मान्छे मारिए, कति मरे, करोडौं मारिए। धार्मिक युद्धहरूमा, साम्प्रदायिक युद्धहरूमा भारतमा मात्रै कति मान्छे मारिए लेखाजोखा छ? लेखाजोखा छैन। हो, ती सबै चिजहरू भ्रममा आधारित भएर एउटा मान्छेलाई अर्को मान्छेका विरुद्धमा उठाउने, एउटा सम्प्रदायलाई अर्को सम्प्रदायका विरुद्धमा उठाउने, एउटा धार्मिक आस्थालाई अर्को धार्मिक आस्थाका विरुद्धमा उठाउने, यस प्रकारको राजनीति चलिरहेको बेलामा हामी जो अहिले यो झण्डा छ, रातो झण्डा, मार्क्सवाद लेनिनवाद, त्यसले मान्छेको मुक्तिको सिद्धान्त त्यसले व्यवस्थित रूपमा मानव जातिका निम्ति उपलब्धिका रूपमा अगाडि सार्यो। त्यो बेलामा मान्छेहरू, हामी सबै मान्छे जुटेर मिलेर हामी मान्छेमाथिका शोषणहरू, मान्छेमाथिका विभेदहरू, अन्याय र अत्याचारहरू त्यसको अन्त्य गर्न सक्छौँ भन्ने त्यो भावना पैदा नै भएको थिएन। मान्छे न्याय चाहन्थे, समानता चाहन्थे, मानवीय हक अधिकार चाहन्थे, तर कसरी प्राप्त गर्ने, त्यस प्रकारको एउटा सुव्यवस्थित प्रकारको सिद्धान्त र विचार थिएन मान्छेसँग, यो मानव जातिसँग थिएन। कोसिस धेरै ठुला दार्शनिकहरूले उहिलेदेखि गरे। उहिले समाज भनेको एउटा आदर्शको एउटा समाज हुनुपर्छ नभनेका होइनन्, तर त्यो एउटा आदर्शको मात्रै परिकल्पना थियो, त्यसको प्रयोग अहिलेसम्म भएको छैन। त्यसका विभिन्न उहाँले अगाडि सारेका चिजहरू शिक्षाका नीतिहरूमा छन्, कुनै अर्थनीतिहरूमा छन्, तर सम्पूर्ण हिसाबले त्यो प्लेटोले अगाडि सारेको आदर्श राज्यको परिकल्पना परिपूर्ति हुन सकेन। त्यस्तै ठुला महान दार्शनिकहरूले कोसिसहरू गरे र हामी समाजलाई अगाडि बढाउनका निम्ति पहिलो कुरा हामीले के जान्न, के बुझ्न पर्दछ भने व्यवस्थित सोच नभइकन, मान्छेहरूलाई सही कुरा नबताइकन, त्यो सत्य हो भन्ने प्रमाणित नगरिकन, त्यसलाई व्यवहारमा प्रमाणित नगरिकन उडन्ती र हावादारी कुरा गरेर संसार कहिल्यै पनि न व्यवस्थित हुन्छ, न परिवर्तन हुन्छ, न न्याय हुन्छ, न मानवीय समाज बन्न सक्छ। त्यसैले यो लडाइँ के को हो? हामी कुनै राज्य सत्तामा जाने मात्रै लडाइँ होइन। मान्छेलाई सही कुरा बुझाएर शान्ति, दीर्घकालीन शान्ति, अशान्तिका कारण
हामी न्यायको पक्षमा छौँ, हामी मानव जातिको मुक्तिको पक्षमा छौँ। अहिले म यो प्रसङ्ग तपाईँहरूलाई सुरुमा किन भनेको भने अहिलेको समय भनेको लोकतन्त्रकै उपलब्धि हो। यो डिजिटल युग जुन आयो, अहिले विज्ञान र प्रविधिको जुन विकास भयो, महान दार्शनिकहरू, महान वैज्ञानिकहरू, हामी जस्तै मान्छेहरूले ठुलो खोज अनुसन्धान गरेर आफ्ना सम्पूर्ण जिन्दगीहरू लगाएर, आफ्ना स्वार्थहरू परित्याग गरेर, आफ्नो सम्पूर्ण सृजनात्मक मस्तिष्कको प्रयोग गरेर आजको यो डिजिटल युगमा संसार प्रवेश गरेको हो। त्यसैलाई प्रयोग भयो कि दुरुपयोग भयो, त्यसको सदुपयोग भयो कि दुरुपयोग भयो, तपाईँ हामीले आफ्नो छातीमा हात राखेर तपाईँ आफैलाई प्रश्न सोध्नुहोस्। आज यो प्रश्न राम्रो गरिकन सोध्नु पर्यो, त्यसको जवाब ठिक ढङ्गले तपाईँले दिनुभयो भने यो जो आन्दोलन भनेर भनियो भदौको 23 गते र 24 गते, त्यो भदौको 23 गते कहाँबाट त्यो हिंसातर्फ मोडियो, कहाँबाट अराजकतातर्फ मोडियो? मैले भनेको कुरा तपाईँहरूले 100% मान्नुपर्छ। म यसो भन्दिनँ, तर मैले जानेसम्म सही कुरा भन्नुपर्छ। हामीले प्रदर्शन गर्नका निम्ति कसैलाई रोकेका थिएनौँ। अङ्ग्रेजी शब्दको प्रयोग भएको छ होइन। प्रोटेस्ट भनेको प्रदर्शन गर्ने भने हो, विरोध गर्ने भने हो। के नेपालका युवा पुस्तालाई विरोध गर्न रोक्यो यो राज्य व्यवस्थाले? विरोध गर्न रोकेन, यो साँचो अघि होइन। म जेनजीहरूलाई भन्न चाहन्छु, म यो जेनजीको परिभाषासँग सहमत छैन। नेपालको आफ्नै परिभाषा छ, म त्यो पनि अलिकति कुरा तपाईँहरूलाई गर्ने पक्षमा छु। आज त्यो पुस्ता जो 13 वर्षदेखि लिएर 27 वर्ष उमेर समूहको भनिएको छ, यो व्याख्या कसले गर्यो हो? तिनलाई म भन्न चाहन्छु कि नेपालमा विरोध प्रदर्शन गर्न रोकिएको छ? कहीँ पनि रोकिएको छैन। खुला मैदानमा प्रदर्शन गर्न पाइन्छ, त्यसै गरिकन जम्मा भेला गरेर भाषण गर्न पाइन्छ, विरोध गर्न पाइन्छ, केपी ओलीको आलोचना गर्न पाइन्छ, शेरबहादुर देउवाको आलोचना गर्न पाइन्छ, प्रचण्डको आलोचना गर्न पाइन्छ, मुनिया उभिराखेको कर्ण थापाको विरोध आलोचना गर्न पाइन्छ, लालबहादुर थापाको पनि पाइन्छ, सबैको पाइन्छ। सही तथ्यका आधारमा गरिएको छ भने हामीले कुनै गल्ती गरेका छौँ भने प्रमाणित गरेर दण्ड दिन मिल्छ। मृत्युदण्डको व्यवस्था छैन, त्यसबाहेक अरू के गर्नु पर्ने हो? मैले गरेको कर्मका निम्ति हामीले नै यो स्थापना गरेको व्यवस्था हो, लोकतान्त्रिक व्यवस्था, त्यसलाई दण्डित गर्ने प्रणाली छ। अब ती युवा पुस्ताका मान्छेहरूलाई के भनिदिएको छ भने यहाँ कोही को छ यो उमेर समूहका, म कान खोलेर भन्न चाहन्छु, मान्छे भनेकै बम हो। अहिले मान्छे भनेकै सृजनाको पनि सबभन्दा ठुलो ताकत र शक्ति त्यही मान्छे हो। त्यही मान्छे भनेको विस्फोट हुन्छ। हामीले गलत कुरा सिकाइदियौँ भने त्यसले उसँग भएको क्षमताको सही सदुपयोग हुन सक्दैन, दुरुपयोग हुन्छ भनेर यो कुरा भन्नै पर्ने हुन्छ। हामीले सबै राजनीतिमा लाग्ने मान्छेहरू चाहिँ भ्रष्ट हुन्, सबै राजनीतिक पार्टीका मान्छेहरू भ्रष्ट हुन्। राजनीतिक पार्टीलाई प्रतिबन्ध लगाउनु पर्छ, राजनीतिक पार्टीलाई सडकमा हिँड्न दिनु हुँदैन। अनि राजनीतिक पार्टीलाई प्रतिबन्ध लगाउनु पर्छ भने अनि ती जेनजीहरूले शासन के आधारमा गर्छन्? कुन यस्तो राजनीतिक सिद्धान्त छ संसारमा जहाँ विचारलाई प्रतिबन्ध लगाइन्छ? विचार नभएको राजनीतिक पार्टी हुन्छ कि हुँदैन? स्वतन्त्र बन्ने अरे हो। यो मान्छेलाई सबभन्दा धेरै बेवकुफ बनाउने, स्वतन्त्र हुनुपर्छ भनेर दिशाहीन बनाउने, मान्छे हुन नदिने, सही कुरा बुझ्न नदिने, त्यो तरिका हो यो स्वतन्त्र भन्ने कुरा चाहिँ। स्वतन्त्रता हुनुपर्छ सोच्ने, स्वतन्त्रता हुनुपर्छ पढ्ने, स्वतन्त्रता हुनुपर्छ जान्ने। जान्न नदिने व्यवस्था थियो, त्यस कारण हामी राणा शासनका विपक्षमा गएका हौँ। बोल्न नपाइने व्यवस्था थियो, पढ्न नपाइने व्यवस्था थियो, अधिकारको कुरा गर्न नपाइने व्यवस्था थियो राणा शासन, पञ्चायती व्यवस्था। त्यसका विरुद्धमा हामी उठेका हौँ। हामी जान्न पाउने सबैको हक हो भनेर, पढ्न पाउने सबैको हक हो भनेर, राजनीतिमा अगुवाई गर्न पाउने, सामाजिक काम गर्न पाउने, राजनीतिक काम गर्न पाउने हाम्रो हक हो भनेर, त्यसमा महिलाको पनि अधिकार हुन्छ, त्यसमा दलित भनेर हेप्न पाइँदैन, त्यसमा कुनै जनजाति भनेर हेप्न पाइँदैन, सबै मान्छे बराबर हुन्छन्। हो, त्यो अधिकारको हामीले कुरा गरेका हौँ।
त्यो अधिकारको कुरा गर्ने सन्दर्भमा कुनै पुस्तालाई रोकिएको छ? हामी त त्यो पुस्तालाई आह्वान गर्न चाहिरहेका छौँ। मैले अनेक पटक यहाँका विभिन्न ठाउँहरूमा भन्ने गरेको छु, अमेरिकालाई सपनाको संसार, सपनाको देश बनाइएको छ प्रचार गरेर। युरोपका विभिन्न देशहरूलाई त्यो स्वर्ग जस्तो प्रचार गरिएको छ। यहाँ मैले अनेक पटक भन्ने गरेको छु, झुट हो यो कुरा। हाम्रो जस्तो सुन्दर देश, हाम्रो जस्तो मानवीय देश, हाम्रो जस्तो एकले अर्कालाई सहयोग गर्ने देश यो दुनियाँका धेरै कम मात्रै छन्। यति एउटा अनुकूलता भएको देश संसारमा धेरै कम छन्, हाम्रो मात्र होइन, थोरै छन्। त्यसपछि म नेपाल पर्छ हो। हामी अगाडि बढ्नु पर्नेछ, हामी भित्रका कमीहरूलाई हटाउनु पर्नेछ, हामी राष्ट्रिय अर्थतन्त्र बलियो बनाउनु पर्नेछ, हाम्रा कमजोरीहरूलाई हामीले छोड्नु पर्नेछ। हामी अलोकतान्त्रिक भइरहेका छौँ भने हामी लोकतान्त्रिक बन्न जरुरी छ। हामी पार्टीभित्र पनि लडाइँ गरिरहेका छौँ, सङ्घर्ष गरिरहेका छौँ। आफ्नो लागि मात्र होइन, मूल्यको लडाइँ हुन्छ, मान्यताको लडाइँ हुन्छ। लक्ष्य र उद्देश्य जे छ त्यसमा हामी जान सकेनौँ, त्यसमा हामी लडाइँ गर्छौँ, त्यसमा त्यहाँ स्वतन्त्रता छ। तर स्वतन्त्र भनेर भन्नेहरू अहिले यो डिजिटल दुनियाँको प्रयोग गरेर त्यो बालेन भन्ने मान्छेको हामीले विरोध गर्नुपर्ने छैन। तर त्यो बालेनको मस्तिष्कले हाम्रा युवाहरूका मस्तिष्क फुटिदिएको छ, सिर्जना समाप्त पारिदिएको छ। कुनामा बसेर एउटा कुरा लेख्छ अनि त्यो लेखेका भरमा मान्छे प्रभावित हुने जमाना छ अहिले हो। हामीले यहाँ निर्माण गरेको यो पार्टी, यो आन्दोलन, यो परिवर्तन गाउँका कुना कुनाहरूमा गएर, कन्दराहरूमा गएर एकपल्ट होइन एउटा मान्छेलाई सही ठाउँमा आउनु भन्नेका निम्ति हजार कोसिसहरू हामीले गरेका छौँ। बल्ल मान्छेहरू बनाएका छौँ। यो पार्टी भनेको खेलाचीमा बनेको होइन, यो नेपालको परिवर्तन खेलाचीमा आएको होइन। यो हामीले लडेर ल्याएको हो। किन हामी अहिले संविधानको रक्षाको कुरा गरिरहेका छौँ? 7 सालभन्दा अगाडिदेखिका सबै परिवर्तनहरू 17 सालमा गएर कुल्सिए, समाप्त भयो। त्योभन्दा पछि 30 वर्ष पञ्चायत चलो, त्यसपछि विभिन्न प्रकारका अनेक आरोह अवरोहहरू आए। ती सबै सङ्घर्षहरूलाई पनि हामीले 70 सालमा तपाईँहरूका प्रतिनिधि मार्फत, मैले बाजुरा जिल्लाबाट प्रतिनिधि भएर यो संविधानमा मैले हस्ताक्षर गरेको छु। मैले हस्ताक्षर गरेको छु भनेर मलाई चिन्ताको कुरा होइन, त्यसमा अपनत्व बढी भएको होइन। यो त के भयो? यो कहिले खाताको हस्ताक्षर छ, त्यस कारणले गर्दाखेरि यसमा पर्दा अपनत्व छ, त्यसो भनेको होइन। मलाई हस्ताक्षर गर्ने जिम्मेवारी बाजुराका जनताले दिएको, केपी ओलीलाई त्यसको अगुवाई गर्ने जिम्मेवारी देशभरिका जनताले दिएको। हामीले जनताका अधिकारहरू त्यहाँ सुरक्षित गरेका छौँ। त्यहाँ स्वतन्त्रताको हक छ, त्यहाँ समानताको हक छ, त्यहाँ विभेदको अन्त्यको हक छ। यदि त्यो विभेद कायमै छ समाजमा, कानुनमा त छ, संविधानमा त छ, व्यवहारिक जिन्दगीमा असमानता छ र त राजनीतिक पार्टीहरूको औचित्यता आवश्यकता छ। संविधान आफैले न्याय दिन सक्दैन, कानुन आफैले न्याय दिन सक्दैन। न्याय प्राप्त गर्नका निम्ति पनि क्रमशः विधिपूर्वक हुन्छ। पहिले कानुनमा लेखियो, संविधानमा लेखियो, त्यस अनुसारका कानुन बनाउनु पर्यो, त्यस अनुसारका नियमावलीहरू बनाउनु पर्यो, त्यस अनुसारका संरचनाहरू बनाउनु पर्यो। यी विभिन्न संरचनाहरू हामीले बनायौँ। यी बनिएका संरचनाहरूको प्रभावकारिताका बारेमा प्रश्न उठिरहेको छ, हामी त्यहाँ बहस गरौँ। म आह्वान गर्न चाहन्छु, यो नयाँ युवा पुस्ता, नवयुवा भन्ने छ हाम्रो नेपालमा, नवयुवा पुस्तालाई बहस गरौँ, छलफल गरौँ, आउनुहोस् न। हामीभन्दा योग्यतम मान्छेहरू आउनुहोस्, मसँग तर्क वितर्क गर्नुहोस्, शास्त्रहरू अगाडि सार्नुहोस्, सिद्धान्तहरू अगाडि सार्नुहोस्। कुन चाहिँ सिद्धान्त मान्नुहुन्छ तपाईँहरूले? तपाईँहरूले मान्ने सिद्धान्त कसको हो? तपाईँहरू गान्धीवादी हो कि? तपाईँहरू मार्क्सवादी हो कि? तपाईँ म्याकियाभेलीवादी हो कि? तपाईँहरू अरस्तुवादी हो कि? तपाईँहरू चाहिँ के वादी हो? कुनै न कुनै बात सिद्धान्त होला नि, केलाई मान्नुहुन्छ? कुन सिद्धान्तमा टेकेर तपाईँ देश बढाउनुहुन्छ अगाडि? त्यहाँ बहस गरौँ। बेरोजगारीको समस्या छ, बेरोजगारीको सुमन्तर गरेर सब मान्छेले जागिर पाउने।